लाग्यो हैन अब यो पनिसमेन्ट गर्दाखेरि चाहिँ माया दया पिर चाहिँ केही छैन है हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल अनि आज हामी गर्दैछौँ स्पाइसी नुडल्स च्यालेन्ज ओके गाइज अब हामी यहाँ स्पाइसी नुडल्स च्यालेन्ज गर्न जाँदैछौँ एज यु क्यान सी तपाईँहरूले देखिरहनु भएको छ हाम्रो दुईवटा प्लेटमा चाउचाउ छ होइन अनि त्यसपछि यहाँनिर छ योगर्ट होइन जसले चाहिँ पिरो खानै सक्दैन नि अनि त्यसपछि त्यसले योगर्ट खान पायो गिभअप गरिसकेपछि मात्रै है योगर्ट खान पाउँछ योगर्ट खायो कि गिभ अप गर्यो योगर्ट खायो भने गिभअप गरेपछि मात्रै योगर्ट गिभअप भन्नु पर्यो अनि योगर्ट खाँदा हुन्छ अनि त्यसपछि यो चाहिँ प्याज जस्ट फर गार्निस होइन यो अब अप्सनल उसलाई खान हालेर खान पाइयो होइन त्यो केही पनि इम्पोर्टेन्स छैन त्यसको होइन टिस्यु जस्ट इन केस पिरोले त्यो पनि छँदैछ अनि तपाईँहरूले यदि हाम्रो मोमो च्यालेन्ज हेर्नु भएको छैन भने चाहिँ प्लिज यहाँ क्लिक गर्नु होला अथवा यहाँ कता आउँछ क्लिक गर्नु होला मोमो च्यालेन्ज हेर्नु होला है अनि त्यो च्यालेन्ज पछि कसले हार्यो र कसले के पनिसमेन्ट पायो भनेर पनि हेर्नु होला त्यो पनि अर्को भिडियोमा बनाएको छु त्यो पनि हेर्नु होला तर आज यो भिडियोमा चाहिँ हामी पनिसमेन्ट पनि यही भिडियोमा होइन गरिहाल्ने हो यो मोमो च्यालेन्ज भन्दा सरी गाइज यो नुडल्स च्यालेन्ज पछि होइन जसले हार्छ नि त्यसले पनिसमेन्ट पाउँछ अनि पनिसमेन्ट के छ त रेप्स आज त्यो एट द एन्ड अफ द भिडियो देखिहाल्नुहुन्छ होइन भनौँ न अलिकति रमाइलो पनि हुन्छ नि त होला हामीसँग पिलो छ पिलोले चाहिँ 3 शट खत्रे हामीसँग चाहिँ पिलो छ होइन म तपाईँहरूलाई माया दया नगरिकन यो पिलो छ होइन यो पिलोले माया दया केही पनि नगरिकन ढाड सेकाउने हो कतिचोटि भन्दा 3 चोटि है त जसले हार्यो होपिङ कि मैले जितम हैन सो दैट म यत्रो इयर्सको फ्रस्ट्रेसन निकाल्न सकूँ अलराइट गाइज यसमा टाइम लिमिटहरु केही पनि छैन है अब हामी सुरु गर्छौं आई थिंक वी शुड स्टार्ट हैन सेलाइसक्यो 1 2 3 भनेर मात्रै ल त गाइज 1 2 3 लेट्स गो टाइम लिमिट छैन तर सकाउनु पर्यो पिरो चाहिँ पिरो छ 4 वटा नुडल्स हो है यो 4 वटा बुलडक हो है फेरि बुलडक एकदम पिरो हुन्छ तपाईहरुलाई पनि थाहा होला ओ माय गॉड यो आज 1x स्पाइसी हैन 1x स्पाइसी हो त्यही पनि आइसक्यो पिरो गाडीमा पानी चाहिँ खान मिली बनाउनु पर्ने नो 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 गाह्रो थुक मिल्ने यो च्यालेन्जमा चाहिँ हैन मलाई अलिकति डर लागेको छ किनभने यस्तो पिरा खाना चाहिँ रेबिका चाहिँ म भन्दा नि एकदम खप्पिस छ क्या त्यही भएर मलाई अलिकति डर चाहिँ लागिरहेको नत्र अरू च्यालेन्ज त मलाई त्यस्तो केही डरै लाग्दैन थियो मोमो च्यालेन्ज हेर्नु पर्दा मोमो मैले आरामले खाइदिएँ होइन मोमो च्यालेन्ज पनि मैले किन हारेको भने मैले त्यो बेलामा के खारा भन्ने जस्तो गरेँ होइन झूठ बोलो बार बार झूठ बोलो गफान्दिनी यहाँ म तपाईँको प्याज हालेर खान्छु ल ल यस्तो पिरो भएर मेरो टोलरेन्स लेभल अलि बढी छ आजकल No! No! Fuck! Shit! यो भित्तामा कस्तो तातो रहेछ क्या सेला लाग्यो अलि रसिलो रहेछ क्या गाइज यो भिडियोलाई लाइक चाहिँ गरिहालौँ है लाइक गरेर सब्सक्राइब बटनमा पनि थिचिहाल्नु है ये कोई तरीका है भीख मांगने का यस्तो रमाइलो कन्टेन्टहरू बिस्तारै आउने नै गर्छ होइन त्यो भएर प्लिज लाइक सेयर सब्सक्राइब कमेन्ट एभ्रिथिङ है किन भन्नुहुन्छ पानीको इम्पोर्टेन्स थाहा हुँदैछ मलाई पिरो भएर होइन क्या त्यो सबै खान्छ चाउचाउ अलिअलि सुरु पानी खानु क्या दही खाइछैन त बाटे दही खाएपछि त मैले हारिहाल्छु नि यार हजुरकोमा थोरै भयो क्या
सम्झिने तिमीले हेर कति चाँडो खाइरह यार मेरो यति बाँकी छ जे गरे नि अहिले च्यालेन्ज गर्न रमाइलो हुन्छ भोलि बिहान टोयलेटमा चाहिँ अनि त्यसमा चाहिँ टाइ टाइ बात तो सही है हुन्छ टोयलेट जाम नहोस् है भोलि बिहान हाल्ने टिस्यु यार बिस्तारै राख्दै गर्छ न मेरो तिमी मलाई चाहिँ धेरै हाल्दा जस्तो छ त्यति चाँडो खाइसक्यो तिमीले अनि नाकबाट सिँगाना हाने पुस्न नपाइने प्लेटमा झरेर त्यहाँ खानै पर्ने मैले एकचोटि पुस्तकै अब पसिना आयो पसिना यहाँ आउँछ नि ओठको माथि जुङ्गा भएको ठाउँ म त बडी भइसक्यो कस्तो सकाउन लाग्छ त हजुरले कसको नाटक सक्क नै आँटिसक्यो त भन्दै सबै आफै सकिसक्यो काको खाइसकेर जिब्रो आएर चाहिँ नाम्दा चाहिँ तातो बिचमा है चिटिङ गरेर जस्तो लाग्यो तिमी मलाई छोरी हाल्दा थियौ क्या ए घाँटीबाट अहिले आउ लास्ट भइसक्यो मलाई तिमीले पहिले चिटिङ गरे जस्तो लाग्यो मलाई यही छ एभिडेन्स होइन मैले के चिटिङ गरेछु कि मैले अहिले भिडियो हेरिहाल्छु नि मैले पहिला सुरु तिमीले यहाँनिर ल्याएर राख्दाखेरि नि मैले याद गरिनँ क्या कति लिएर आयो भनेर यो नि खान सक्दिनँ पिरो चाहिँ भएको छैन अघि मलाई तर अब पिरो त भएको छ तर त्यस्तो सर्न नसक्ने होइन तर धेरै क्या त्यो जिउसकेपछि आरामले खाँदै हेर्छु नि त मलाई पनि लाग्यो अलिकति Stop it. Get some help. उयो भनेर मलाई नि मेरो प्लेटको होइन त्यो 3/4 सकिँदाखेरि नै मेरो एकदम क्या त्यो यहाँ आइसकेर क्या कस्तो रमाइलो है रमाइलो बाहिर यो चाहिँ गुलियो दही हो क्या पनिसमेन्ट गरेपछि अलिक रमाइलो त एक हप्ता अब चाउचाउ खान्न होला यो पोलिरहेछ है यति बाँकी भयो यार मेरो तर खान सक्दिनँ है तिम्रो सकिन आँट्यो नि मैले तिम्रो प्लेट हालेँ तिम्रो सकिन आँटिसक्यो क्या अब अनि मैले मेरो यति बाँकी थियो नि त तिनीहरूलाई भ्याट 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 खान खोजेको होइन तातो चाहिँ परेछ के बिचमा बसिरहेको थियो नि त तातोवाला परेछ खान खोजेको खाना खोजेर भाग्दैन निकाल्दै अब यो पनिसमेन्ट गर्दाखेरि चाहिँ माया दया पिरती सिरती केही छैन है अनि त्यस्तो कहाँ हुन्छ बेबी त्यो अलिक बिस्तारै पो हान्ने त यार लास्ट टाइम मोमो च्यालेन्जको पनिसमेन्टमा मलाई केही थियो त्यो त उठबास गरे होला उठबास गरौँ न त बस गरेर पनि त अनि खुट्टा दुख्छ नि त हजुरले मलाई मर्सी देखाइछ त्यति बेलामा
आज हजुरको जानेवाला छ ल whenever you're ready ल मैले सोचेको थिइनँ यार म तिमीसँग हार्छु भनेर तर अलिअलि डाउट चाहिँ थियो मलाई अलिकति ब्याक अफ द माइन्डमा किनकि म रेबिका जस्तो पिरो चाहिँ खान सक्दिनँ क्या होइन हामी पहिला दुवैजना इक्वली एक वर्ष अगाडि हामीले यो च्यालेन्ज गरेको भए एकदम नेक टु नेक हुन्थ्यो होला होइन तर अहिले चाहिँ अहिले मेरो अलि सकेको के अरे मैले पिरो खान चाहिँ छोडिदिइसकेँ है साँच्ची भन्ने हो भने है हाल्नु हुन्छ यहाँनिर मलाई गाह्रो भइसक्यो अब त्यही भएर त्यो गाह्रो हुनु अगाडि नै पनिसमेन्ट गरिहाल्यौँ कि बेबी मैले उहाँले भर्खर खाएर अहिले ब्राङ्गै हालेर भात त यहाँ निक्ल्यो नि के अनि त्यो पनि कन्टेन्ट हुन्छ यहाँ भाइरल ओराइट गाइज मलाई डाउट लागेर होइन रेबिकाले मेरोमा नुडल्स धेरै हालिदियो कि छे जस्तो लागेको थियो क्या मलाई अनि त्यो हो कि होइन त्यो डाउट क्लियर गर्नलाई होइन मैले अहिले भिडियो हेर्दैछु म तपाईँहरूलाई देखाउँछु हरुवाहरूको पारै यस्तो हो कि मैले मोमो च्यालेन्जमा हाल्दाखेरि मैले केही भनेको थिएँ ल हुन्छ म फेर हुनु पर्यो नि त ल पर्खिनु म देखाउँछु एकछिन है लगाएर हेर्नु त्यहाँ हेर्नु है उ त्यो प्लेट हेर्नु कसकोमा धेरै छ रेबिकाको त्यहाँ हेर्नु कति छ म भन्छु यो किन यस्तो देखेको भनेर हजुरकोमा हेर्छु ल जुम गर्छु होइन हजुरकोमा त्यो एग्सहरू माथि जम्मा भएर बसेको छ मेरो एग्स हेर्छु त सबै छरिभरि भएको छ सबैतिर जित्दाखेरि चाहिँ जितेर हारेपछि चाहिँ अन्त रुन चाहिँ अनुहार लाएर मेरो ढाडा चाहिँ जाने भयो भनेर होइन गाइस ल तपाईँहरू आफै भनिदिनु त्यो क्लिप हेर्नु होइन त्यो क्लिप होइन त्यो हेर्नु होइन तपाईँहरूले त हेर्नुहुन्छ नि भिडियो होइन त्यो भिडियो हेर्दाखेरि मेरोमा धेरै चाउचाउ थियो कि थिएन मेरोमा चाउचाउ धेरै हालेर अनि तिमीले माथिबाट अन्डाले कभर अप गरेर यस्तो देखियोस् कि अन्डाले चाहिँ त्यो चाउचाउको हाइट बढाएको भन्ने त्यो नाटक होइन हिरो नमाने मैले मोमो च्यालेन्जको बेलामा मैले सिन्सियर भएर ल मैले हारेँ म एक्सेप्ट गर्छु म पनिसमेन्ट पनि ल कमेन्ट सेक्सनमा जे पनि आउन सक्थ्यो होइन जे पनि आउन सक्थ्यो जे अहिले आफूले हार्दाखेरि चाहिँ यसले यस्तो गरेको रहेछ अरे अबदेखिमा यस्तो हरुवाहरूसँग च्यालेन्ज गर्न सक्दिनँ है गाइस होइन च्यालेन्ज गर्नुपर्छ त्यो हारुवा होइन क्या अनि हेर्नु पर्यो नि त तिमीले पनि भिडियो हेरेको हेरेन हेर्छु जितहरूको कुरा हो कहिले हजुरले जित्छिन्छ कहिले मैले जित्छु त्यसमा यस्तो रुन्चे बेहोरा देखाउनु मैले रुन्चे व्यवहार देखाएको छैन है मैले जस्ट हेर फेयर भएन भनेर यस्तो होइन अझ मैले अघि नै सोधेको थिएँ कि त्यो हामीसँग अझ फुड वेटवाला ऊ पनि छैन ल नापेरै हाल्ने हो भन्दाखेरि होइन तिमी हाल न अहिले यस्तो भन्ने मान्छेले त्यस्तो भन्ने नापे किन हाल्नु त अनि मतलब त्यो हेर्दाखेरि पनि थाहा हुन्छ नि त हजुरलाई यस्तो हुन्थ्यो भने अघि नै किन इन्सपेक्ट नगरेको अहिले हारिसकेपछि भयो आई एक्सेप्ट ल मैले हारेँ आई एक्सेप्ट यत्रो डिस्कसन किन गर्ने क्या ल मैले हारेको है होइन यतिको डिस्कसन केटीहरूसँग डिस्कस गरेर सकिँदैन होइन बरु म पनिसमेन्टको लागि रेडी छु ल डिस्कस गरेर सकिँदैन होइन डिस्कस गरेर जितिँदैन नाटक जितिँदैन होइन जितिन्छ ल पनिसमेन्ट गरौँ लगाएछ अब पनिसमेन्टको लागि म रेडी छु है साँच्चै हो रेडी हो ल गरिहाल्नु ल म पनि रेडी हो पनिसमेन्ट दिनको लागि आज म मेरो न्वारानदेखिको बल निकालेर त्यो 3 सट ट्याग तल ध्यान पार्दैछु ल हेरौँ कतिको बल रहेछ हेरौँ ल है त लगाएछ अब हामी भनिदेऊ तिमी आफै जित्ने मान्छे अब हामी केही होइन अब हामी पनिसमेन्टको लागि रेडी भइसकेका छौँ पनिसमेन्ट दिने मान्छे रेडी पनिसमेन्ट लिने मान्छे रेडी कि नै पनिसमेन्ट दिने हतियार पनि रेडी भइसकेको छ होइन रेडी हो हजुर पछाडि ढाडमा हान्ने होइन पछाडि फर्किन्छ यहाँ अलिकति धेरै स्पेस राख्छ यताखेरि लाग्छ नि त यहाँ है ल 3 सटको कुरा भएको छ है ठिक छ ल अलिकति यता है अलिकति यता मिलाइ बिस्तारै हान्ने हो बिस्तारै ब्रो हजुरले बिस्तारै हाल्छुन्थ्यो मैले 25 सिटअप्स गरेको हो गाइस ल टाउकोमा नहान है घाँटीमा नि नहान नि फेरि ल ढाडमा मात्र हान्छु के पहिला एकचोटि म प्र्याक्टिस गर्छु चाँडा हान न
घाँटीमा नलागोस् है फेरि ल ल रेडी हो रेडी हो घाँटीमा नहान नि त्यो हान्दिनँ के त्यसरी साइडबाट हान न यहाँ लाग्दैन यहाँ माथि घाँटीमा हान्दिनँ ल ल ल ल ल ल ल यत्रो ठुलो ढाड छ त्यो टी सर्टको एरियाभरिमा हान्छ ल ल ल यस्तो बेसको नि हाल्न पाउँदैन यार पिलोले माया दया केही पनि नगरिकन ढाड सेकाउने हो Music. के ब्रो त्यहाँनिर भनेर ढाडमा हाल्नु नि यहाँ माथि लाग्यो मलाई अलिकति ल अब अलिकति तल हाल्छु नि त हुन्छ ल रेडी हो उम्। रेडी यता नहेर्छ कि के भयो त हेर्दा अनि के हो त डर लाग्छ नि त यो त लास्ट दुख्दो रहेछ यो लास्ट दुख्छ यो लास्ट दुख्दो रहेछ यार गाइस कस्तो माया एकचोटि ठिकै आयो क्या बेबी कहाँ यो ढुङ्गा होइन नि त पिलो ल अब लास्ट एकचोटि है ल दुख्छ क्या दुख्छ नि त त्यस्तो नगर्नु बिस्तारै हान नि त। तल हान्छु नि फेरि अनि बिस्तारै हान न। सुन चाहिँ मैले यहाँ हान्दाखेरि हजुर तल बसेन हजुरको टाउकोमा लाग्छ है फेरि त्यही भएर नगर्छु नि हामी आयो कस्तो यहाँ पनि लाग्यो मलाई यार एकदिन म हान्छु नि कस्तो मात्रै फिल हुन्छ टेस्टमा आफैलाई हान्छु। होइन तिमीलाई अलिकति नाइ टेस्ट नाइ मैले मोमो च्यालेन्जकोमा 25 सिटअप्स गर्दा होइन हजुर हो पनि गर्छ नि त म मसँग। एकचोटि कस्तो फिल हुन्छ मात्रै हेर्छु क्या नो ल है थ्याङ्क यू फर वाचिङ गाइस ल ल धन्यवाद उतै निकाल न प्लिज क्या नो है बेबी नो ल ल गाइज यस्तै होला छोडिदिउँ होइन तिनचोटि मलाई छोडिदिउँ हजुरले नै अग्री गरेको हो कि होइन होइन सुन्नु यो पनिसमेन्ट ओ ल ठिक छ होइन ल ठिक छ पनिसमेन्ट ठिक छ त राम्रो छ त मलाई त्यस्तो दुख्दैन होला भनेर भने नि त कस्तो त्यो लुगाले हाने जस्तो हुन्छ नि मलाई 25 सिटअप्स गर्दाखेरि कति दुखेको थियो यो त अझ 3 चोटि मात्रै हो ल ल ल केही छैन हामी अर्को च्यालेन्जमा नि मै जित्नेछु होइन अर्को च्यालेन्ज फिक्स होइन के च्यालेन्ज गर्ने भोलि पर्सि हामी गर्छौँ होइन किप वाचिङ आवर भिडियो है अर्को च्यालेन्ज पनि हेर्नु होला Yes. अनि प्लिज मोमो च्यालेन्ज पनि हेर्न जानु होला है यदि हेर्नु भएन भने यति भन्दै आजको भिडियो अनि हामी प्लिज कमेन्ट डाउन बिलो हजुरहरूलाई कस्तो लाग्यो यो कन्टेन्ट अरू के हेर्न चाहनुहुन्छ किन पेलाइ मलाई मन त आउनु पर्यो नि त फ्रेन्ड मैले जिते आउनु त आज ल ल ल एनिवेज गाइज थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो यदि तपाईँलाई यो भिडियो मन परेमा लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् अनि सब्सक्राइब चाहिँ गर्नुहोस् है अनि योभन्दा लास्ट भिडियोमा चाहिँ सेयर गरे पनि नगरे पनि आई डोन्ट केयर भनिसकेको छ तर होइन प्लिज सेयर अनि त्यसपछि आफ्नो साथीहरू फ्यामिली फ्रेन्ड सबैलाई देखाउँदा हुन्छ होइन के एकदम हो ल गाइज थ्याङ्क यू सो मच है त स्पेसली यो भिडियो किनभने मैले जितेको छु नि त सो प्लिज सेयर एज मच एज यु क्यान कि कसलाई देखाउने हो ल एनिवेज गाइज थ्याङ्क यू सो मच फर वाचिङ है आइल सी यु इन नेक्स्ट ब्लग है Thank you. बाई